यहाँले मुख्य प्रतिस्पर्धी चाहिँ कसलाई देख्नु भएको छ यो अहिले यो नाम आएको मध्ये? मैले त्यस्तो प्रतिस्पर्धाको कुनै कल्पनै गरेका छैन। हामी निर्वाचनको सन्दर्भमा विजयको लागि मैदानमा धेरै अगाडि छौँ। मैले पछाडि को छ भनेर हेरिरहेको छैन र देखिरहेको छैन। अनि तपाईँको मुख्य चुनावी एजेन्डा के हो र जनताले पुरानो दलभन्दा नि नयाँ वैकल्पिक खोजिरहेको हामी चाहिँ पाइरहेको छौँ। तपाईँको खास मुख्य चुनावी एजेन्डा के? किन मतदान गरे तपाईँको पार्टीले? मैले अघि पनि भने हामी सुशासन र रोजगारीको पक्षमा छौँ, समृद्ध नेपालको पक्षमा छौँ। विगतमा राजनीतिक दलहरूले आन्दोलन मार्फत लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने राजनीतिक हिसाबले एउटा ठुलो उपलब्धि प्राप्त गर्यौँ हामीले। तर हामीले सोचे अनुसार आर्थिक र सामाजिक क्षेत्रमा अर्थात् जनताको भाषामा भन्दा व्यवस्थामा परिवर्तन भए पनि अवस्थामा परिवर्तन हुन सकेन। हामी जनताको अवस्था परिवर्तनको लागि हिजोका हामी कमजोरीहरूलाई स्वीकार्दै नयाँ किसिमले नयाँ ढङ्गले अगाडि बढ्न चाहन्छौँ। यही एजेन्डाका साथ हामी चुनावी मैदानमा आएका छौँ। परिवर्तन भन्नुभयो, कस्तो किसिमको परिवर्तन गर्ने यहाँको लक्ष्य हो? हामी परिवर्तन, हामी सुशासन चाहन्छौँ। हाम्रो प्रमुख एजेन्डा सुशासन हो। हामी अघि पनि भने हामी रोजगारी चाहन्छौँ। हामी राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पक्षमा छौँ। हामी सुसंस्कृत समाज निर्माण गर्न चाहन्छौँ। हामीले अहिले देखिएका यावत विकृति र विसङ्गतिका विरुद्ध आवाज बुलन्द गर्दै देशलाई नयाँ बाटोबाट अगाडि बढाउनेछौँ। यहाँले अब उम्मेदवारी दर्ता गरेर आइसक्नु भएको छ होइन? तपाईँको उम्मेदवारी केका लागि? हामी अहिले देशमा व्याप्त यो भ्रष्टाचार, व्यथिति र विकृतिका विरुद्ध सुशासन र देशभित्रै रोजगारी सिर्जना गरेर देशभित्रै हाम्रा युवाहरूलाई रहने वातावरण बनोस्, त्यस्तै समृद्ध नेपाल बनोस्, सुसंस्कृत समाज बनोस् र नेपाल समुन्नत बनोस् भन्ने एजेन्डाका साथ यो निर्वाचनमा आएका छौँ। हामी ती एजेन्डाहरूलाई हामी निर्वाचित भएर गइसकेपछि इमान्दारिताका साथ जनताको र देशको पक्षमा लागू गर्न, कार्यान्वयन गर्न प्रतिबद्ध छौँ र हामी साँच्चै अग्रगामी रूपान्तरणका साथ समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ। यही उद्देश्यका साथ हामी निर्वाचनमा आएका छौँ।